हेर्नुहोस्, नमस्ते छ। मैले भनेको मानेपछि 200जना कुरिया सुकुम्बासीलाई जग्गा दिन सक्छु। मैले हाम्रो एउटा कोबाना भन्नेमा जग्गा छ, मोटरबाट पानी पनि गएछ, बिजुली पनि गएछ। धौलागिरी मुना जाने त्यही बाटो हो, झमसुङ वहाँ के धोरपाटन जाने। त्यस्तो बाटो तल कल्लिनी भन्नेमा नारायणजीले पुराले पक्की पुऱ्याउनु, त्यहाँ बाटो कोही जग्गा खाइदिएछ, आधी जग्गा। त्यस्तै मेरो गौँठली भन्नेमा पनि मोटर बाटो माथि पर्छ। मैले किनेको काजीरातबाट मोटर बाटो नै छेउमै पर्छ। तर भनेको माने राम्रो व्यवसाय काम व्यापार गरेको खाएको रिस उठ्छ यिनीहरूलाई ठुलो। हामीहरूले एक ग्लास भात खाएको पनि यिनीहरूलाई रिस उठ्छ, एक ग्लास चिया खाएको पनि यिनीहरूलाई रिस उठ्छ। व्यापार गर्न सक्छु म, 2-4जनालाई रोजगार दिन सक्छु। तर रोजगार दिने व्यापारी गर्नेको पुर्खाली सम्पत्ति यो त्यो भन्न पाउनु भएन उहाँहरूले। 2 लाखमा भाइले राखेको ब्याङ्कमा घरि ल्यामी हुन्छ भने आउँछन्, घरि काठ ताख्न भने आउँछन्। 2 लाखमा ढुङ्गा पनि आउँदैन। ढुङ्गै फऱ्यो भने हाम्रो कमाउन भन्ने मलाई 60-70 लाखको ढुङ्गा पनि होला हाम्रो सगर भन्ने भनेपछि। तर त्यस्तो गर्नु भएन। यहाँ सब कोही लुटमा, कोहीले घर बनाएको पनि 3-4 तला 5 तला घर बनाएको, त्यो कोही छाप्रामा बस्ने। अचम्मै छ यो त यार। र यो माइलाहरू लडाइँ गर्छन्, ए गर्छ, तिनीहरू नियन्त्रण नगरिकन भित्र उल्ली गर्नु भन्न म चाहन्छु। सबभन्दा बेकार आइमीहरू, नेपालको माइलाहरू सबभन्दा बेकारहरू। जान्ने हुने, कोही छोरी बुहारी बिगारेछ, कसको घरको नोक्सान पारेछ, कसैलाई भोगाछ, उही ठुल्ठुलो नेता बनेको छ। उनीहरूले गएर उनीहरूको पार्टीको कार्यकर्ता बनाएर उनीहरू सबै बनाएका छन्। हामीहरू सिधा सारा काम गरेर एक गिलास चिया खाएको पनि रिस उठ्छ यिनीहरूलाई। कोही 100 रुपियाँ सापट लिएको पनि तिर्नेको दिन मान्दैनन्। करोडौँ खाने उही ले भन्ने मान्छे छन्, ला भन्ने छैनन्। हामीले व्यापारीको व्यवस्था गरेको पैसा हामीले सापट दिन चाहन्नौँ। हामीले भनेको मानेको खण्डमा हामी 200 करोडलाई मैले दिन चाहन्छु। मैले भन्न चाहन्छु। र बर्खाको टाइममा अब यो सुकुम्बासीलाई कहाँ लगेर राख्ने, कसरी घर बनाउने, के भन्यो नेपाल सरकारलाई थाहा होला। म यही भन्न चाहन्छु। व्यवसाय गर्नेहरूले हामीले जति पनि व्यवसाय गर्न पाऊँ, लोन निकाल्न पाऊँ, लोन फिर्ता गरेपछि हामीले 1 लाख निकालेर 2 लाख निकाल्न पाऊँ भन्ने मेरो यही धारणा व्यक्त गर्दै बन्द गर्न चाहन्छु। काजी खत्री, भूमि राजा, महाराष्ट्र काठ फर्निचर मिस्त्री सानो सानो फर्निचर राखेको छु।